ल हामी चाहिँ अब परमेश्वर र म लाइट पनि बाल्दिउँ मेरो अनुहार देख्छ कि देख्दैन फेरि ओके अब लङ टाइम भयो मैले कस्तो भिडियोहरू बनाएको थिइनँ अनि आज चाहिँ परमेश्वर साथी मेरो साथी र म चाहिँ हामी माथि कीर्तिपुर साइडतिर जाँदैछौँ यु क्यान सो द्याट साइड होइन अहिले चाहिँ हामी कहाँनिर पुग्यौँ भने यो एकान्त कुना क्रस गरेर यो चाहिँ हामी के भन्छ यो त यार नाम पनि मलाई कण्ठ के हो यार यो नाम के छ यसको नाम यार हेर्नुपर्छ एनिवे हामी बाटोमा चाहिँ राति भएर नदेखेको होइन तर मलाई यसरी एक्चुअली यो बाटो कण्ठ थाहा हुँदैन ठाउँको नाम थाहा हुँदैन कि तर मलाई यो कहाँ अलिकति त्यो भित्र त्यो सबै थाहा हुन्छ कि यसरी यो त्यो चाहिँ थाहा छैन कि भ्याट्टा आउँदैन मुखमा रिङ रोडबाट मासतिर लाग्यौँ होइन यो चाहिँ ट्युबको नजिकै हामी पुगेको छौँ हामी चाहिँ बेलुका हल्का रिफ्रेसमेन्टको लागि निस्किँदै गरेको अफिस पछि अब हामी मासतिर अब कहाँसम्म हुन्छ यसो हेरौँ तर हामी चाहिँ अलिकति क्राउडी धेरै मन पर्दैन हो हामीलाई चाहिँ अलिकति अब अरूहरूलाई चाहिँ क्राउड भन्नाले अलिक मान्छे भएको यो त्यो मन पर्ला तर मलाई चाहिँ मन पर्दैन हामीलाई मन पर्दैन होइन झ्याउ हुन्छ कि हामी वी वान्ट टु गो लिटल पिस प्लेस होइन अब हामी मासतिर जाँदैछौँ लेट्स सी एन्ड समवेयर वी विल गो एन्ड देन हामी एकछिन बस्छौँ हावासावा खान्छौँ एन्ड वी शल बी ब्याक अगेन ओके वी विल सो द नेक्स्ट भिडियो अलिकति अगाडि माथि डाँडामा पुगेर है त हुनुहुन्छ यता पल्लोपट्टि ब्युटिफुल द्याट यो पल्लोपट्टि चाहिँ भैँसीपाटी हो हामी चाहिँ यो लाइनमा हामी ड्राइपोर्ट नजिकै आइपुगिरहेछौँ ड्राइपोर्टमा चाहिँ अहिले आज एकदम गाडी भन्नाले इभी गाडीहरू पुरा छ हो यहाँनिर चाहिँ म त्यो ड्राइपोर्टको पनि उता देखाउँछु अनि त्यसपछि चाहिँ हामी चाहिँ यहाँबाट सिधै तल रिङ रोड होइन हामी यता भैँसीपाटीको बाटो पनि निस्किन्छौँ होइन त्यो ड्राइपोर्टको हो एउटा राइट साइडबाट जानुपर्छ होला माथि हेर्नु सक्नुहुन्छ त्यो चाहिँ त्यो हाम्रो टेम्पल हो एकदम हाइटीमा देखिएको यो चाहिँ ड्राई पोर्ट भयो हो यहाँनिर पनि यो एक्टिभली चल्नु त चलिरहेको छ यिनीहरू अब यो लेफ्ट साइडमा देखाउँदैछौँ त्यहाँनिर हेर्नु माथि कार देख्नु त देखिएको छ कि छैन तर कारहरू पुरा छ हो यहाँनिर चाहिँ यो चाहिँ मोस्टली इभी हो चाइनाबाट आएको यहाँनिर आएर बस्छ कस्टम उद्योगहरू चाहिँ यता पल्लोपट्टि यता राइट साइड भित्रपट्टि पर्छ यो भित्र नि हामीले अलिअलि सानोतिनो प्रोजेक्टहरू गरेको छौँ छन् त है अब हामी यतापट्टिबाट चाहिँ अर्कोतिर जान्छ भने यताबाट चाहिँ भैँसीपाटीतिर जान्छ यहाँबाट चाहिँ उता के भन्छ टियु जाने बाटो हो अनि यता हाम्रो सरहरूको घर हो यो म चिन्छु होइन सरहरूको अहिले घर सारी छ यिनीहरू सबै घरहरू आफ्नो साथीभाइहरूकै हो त्यस्तो छ अनि यतै नगरपालिकाहरू के हो समथिङ यहाँनिर पनि छ यस्तो छ म यहाँ सरहरूकोतिर साथीभाइहरूकोतिर आइरहेको थिएँ अनि सो हामी चाहिँ भित्री बाटो भनौँ न नेपालमा मोस्टली अहिले इभी गाडी मात्रै देखिन्छ मोस्टली न्यू पर्चेसमा चाहिँ ल यो डाँडाबाट हेर्न सक्नुहुन्छ द ब्युटिफुल भ्युजहरू होइन हाम्रो नेपालको एकदम राम्रो हामी त्यतातिर चाहिँ पुग्न पाएनौँ त्यता चाहिँ फार्पिङहरू पर्छ हामी फार्पिङ होइन यता अब यो साइडतिर जस्ट नाइटको एउटा रिफ्रेसमेन्ट